नमस्ते सबैजनालाई। मैले आज के गर्दैछु भन्दा मैले रिपोर्टिङ गर्दैछु। कस्तो छ भने मेरो बानी फेरि खुट्टामा चोट लागिरहेको थियो, धेरै दिन भइसक्यो है। राम्रोसँग हिँडडुल गर्न नसक्ने बैसाखीको सहाराले हिँडिरहेको थिएँ। फेरि त्यही पनि मलाई मजाले सुत्न चाहिँ मन लाग्दैन कि, अनि रेस्ट गरौँ भनेको सक्दिनँ, सुतौँ भनेको सक्दिनँ। अनि झन् औडा हुन्छ, सायद घरमा बसिराख्ने बानी नभएर पनि होला। म एकदम छटपटिने अनि मलाई एकदमै धेरै प्लान्ट लगाउनु पर्ने, मलाई बोट बिरुवाहरू फुलहरू घरभरि नै भर्नुपर्ने। मलाई जसको जहाँ देख्यो भने मलाई चाहिँ फुलहरू ल्याउनु पर्ने, जोसँग मागिहाल्ने। नर्सरीमा गयो भने फुल हेर्ने, गमला हेर्ने, त्यही मात्रै ल्याउनु पर्ने होइन। त्यस्तो खालको नेचर। अनि म फेरि सक्दिनँ, बस्न पनि नसक्ने। अनि त्यही भावनाले मैले अगाडि पनि त्यो गरिरहेको थिएँ। यस्तै हिँड्न नसके पनि यसो बैसाखीको सहाराले तल झर्ने गार्डनमा। अनि पालो म हिजो पनि फुलहरूकै हेरचाह गरिरहेको थिएँ। कोचाउँदै पनि जाने। अनि त्यो अहिले देखाइरहेको पिटोनियाको बिरुवाहरू पनि लगाएको, योभन्दा अगाडि भर्खरै लगाएको थिएँ। त्यो पोली ब्यागहरूमा 10वटा बिरुवा लिएर लगाएको। मान्छेहरूलाई, यहाँ मेरो बहिनीलाई, अरूलाई, घरमा फ्यामिलीलाई अरूसँग सपोर्ट मागेर माटोहरू ल्याउनु पठाउने, अनि त्यसपछि मलहरू जम्मा गर्न पठाउने। अनि मलाई बिरुवा चाहिँ आफै लाउनु पर्ने, फेरि आफै भर्नुपर्ने, आफै लाउनु पर्ने। अनि त्यो चाहिँ लगाएको थिएँ। अनि अहिले आज पनि भान्जी हुनुहुन्छ क्या खिचिदिने चाहिँ अहिले चाहिँ। अनि एउटा भिडियो बनाउनु नि त आजको भनेर बनाउनु पठाएको थिएँ। अनि औँलाले चेकिराख्नु भयो, अहिले चाहिँ अलिकति ख्याल गर्नुभएको छ। अनि अहिले पहिले ल्याएको चाइनिज मनी प्लान्टको बिरुवा थियो, त्यो मैले बजारबाट नर्सरीबाटै ल्याएको थिएँ। लगभग 500-550 कति हालेर ल्याएको थिएँ। अनि त्यो जसमा ल्याएको थियो त्यहीमै थियो क्या। अनि मैले त्यसलाई सार्न पनि पाएको थिएन। अनि पहिला सुरुमा मलाई त्यसको केयर गर्ने कुरा पनि त्यति आइडिया थिएन। अनि इन्डोर प्लान्ट चाहिँ इन्डोरभित्र राख्थेँ, तर त्यति धेरै केयर गर्ने आइडिया थिएन। पानी धेरै परेछ र त्यो मर्न थालेको थियो। अनि फेरि त्यसबाट टुक्रा भएर मैले अरूमा पनि सार्दै थिएँ। अनि त्यसपछि आज चाहिँ बुढोलाई ल्याइदिनु पऱ्यो, मलाई गमला ल्याइदिनु पऱ्यो। मैले चाहिँ त्यसलाई सार्छु भनेको थिएँ। अनि त्यसपछि मैले त्यो चाइनिज मनी प्लान्टको बिरुवा एउटै ल्याएको थिएँ। त्यसबाट मैले धेरै बनाएको छु क्या, 4-5वटा छ। एउटा चाहिँ मेरो दिदीलाई राख्दिने भनेर राखिदिइरहेको छु, अरू मैले लगाउँदैछु। मलाई एकदम फेभरेट हो यो। फेरि एकदम झुप्प परेर आउँछ नि, एकदम झुप्प परेर आउने प्लान्टहरू मलाई एकदम मनपर्छ। अनि एकनासको गमलाहरू लिनु पठाएको थिएँ। अनि त्यसमा मैले सार्दैछु बिरुवाहरू। लामखुट्टेर टोकेर फेरि हेर्नु ल, जता पनि टोकेको छ, खुट्टा चाहिँ चलाउनु मिल्थेन। अनि साँझ पख हो क्या, साँझ पख चाहिँ बेलुका पख चाहिँ बाहिर कस्तो आउँछ, मच्छरहरू आउँछ। अनि त्यसले टोकिरहेको थियो, मैले हानिरहेको थिएँ। अनि म त्यस्तो गरेर पनि मलाई आफै गर्नुपर्ने क्या, अरूले गराएको चित्त नबुझ्ने, यो गराऊ भन्नुपर्छ। त्योभन्दा म आफै बनाउँछु भनेर मैले नै बिरुवा लगाउँदैछु। एउटा बिरुवाबाट एउटा थियो, त्यसबाट मैले जरा भएकै बिरुवा मैले बनाएर 4वटामा सार्दैछु। एउटा चाहिँ म दिदीलाई राखिदिइरहेको छु। अनि एउटा चाहिँ पिस लिली थियो, मैले
एकजना साथीले ल्याइदिनु भएको थियो, पहिले नै साथीसँग मगाएको थिएँ कि मलाई फुलहरू छ भने ल्याइदिनु भनेर। यो पिस लिली छ नि जुन अगाडि देखेको, त्यो चाहिँ बचाउन यस्तो गाह्रो भयो कि यस्तो गाह्रो भयो कि पहिला मलाई बाहिर राखेको थिएँ होइन, बाहिर राख्दासम्म यो पिस लिली हुनै सकेन। त्यो 2टा 3वटा पात फाल्ने, अनि त्यही पनि कति दुःखले फाल्ने गरेको थियो। पछि मैले त्यसमा रिपोर्टिङ गरेर अनि त्यसलाई मैले भित्र राख्न थालेँ। त्यसपछि त पिस लिली राम्रो भएको छ कि अहिले। त्यसमा अलि माटो कम थियो अनि त्यसमा पनि थपिदिन्छु भनेर ल्याएको थिएँ। मान्छेलाई ल्याइदिनु त भनेर ल्याउनु पठाएँ, अनि मैले चाहिँ राख्दै बाटो। अनि फेरि अहिले त्यही चाइनिज मनी प्लान्टलाई नै अझै रोप्दैछु कि मलाई चाहिँ कस्तो फेरि बिचमा हुनुपर्छ, अलिकति छेउमा साइडमा रोप्यो भने नि चित्त नबुझ्ने, अनि मिलाई रोप्छु। अनि भएन भने फेरि त्यही उखालेर फेरि रोप्छु। फेरि मलाई चाहिँ त्यो हेर्नुपर्छ क्या फेरि एकदम रोपिसकेपछि पनि कस्तो भएछ भनेर हेर्नुपर्ने हुन्छ। हेरेँ अनि यो गरिसकेपछि मैले सबै माथि राख्न पठाउँछु भान्जीलाई। अनि पछि म यसको कस्तो आउँछ रिजल्ट, पछि कस्तो हुन्छ भनेर हजुरहरूलाई देखाउँछु है त। थ्याङ्क यू सो मच फर वाचिङ। यस्तै भिडियोहरू हेर्नको लागि हामीलाई फेरि फलो गर्नुहोला। थ्याङ्क यू।